यदि तपाईहरु पनि यस्तो खालको एडिटिङ गरेर की फ्रेम लगाएर भिडियोलाई जुम इन जुम आउट गर्नु चाहनुहुन्छ र भिडियोलाई एकदम राम्रो बनाउन चाहनुहुन्छ भने आजको भिडियो यो तपाईहरुको लागि छ। एकदम लास्टसम्म हेर्नु होला। तपाईलाई मैले स्क्रिनमा लगेर मैले देखाउँदै छु है र कस्तो प्रकारले गर्नुपर्ने यो विषयमा म तपाईलाई बताउँछु। एकदम ध्यानले हेर्नु होला। र एउटा कुरा भन्न चाहन्छु कि यदि तपाईलाई यो भिडियो मन पर्यो भने चाहिँ तपाईले प्लिज सब्स्क्राइब गर्नु होला है। र अब म मेरो स्क्रिनमा तपाईलाई लिएर जान्छु। फ्रेमको द्वारा तपाईले भिडियो एडिटिङ कसरी गर्न सक्नुहुन्छ है र त्यसको साथसाथमा तपाईले जुम इन जुम आउट की फ्रेम मार्फत कसरी गर्न सक्नुहुन्छ त्यो विषयमा आज हेरौं। एउटा सर्ट एन्ड स्वीट भिडियो म तपाईलाई देखाउन गइरहेछु। एकदम ध्यानले हेर्नुस्। ओके, र सबैभन्दा पहिला तपाईले भिएन एप्लिकेसन डाउनलोड गरेको हुनुपर्छ है। भिएन एप तपाईले डाउनलोड गरेर राख्नुहोस्। प्ले स्टोरबाट डाउनलोड गर्दा भइहाल्छ। र त्यसको बादमा तपाईले भिएन एपमा ओपन गर्नुहोस्। अब जस्तो भिएन ओपन हुन्छ, ओपन भएको मार्फत एकछिन वेट गर्नुहोस्, म यसलाई कट गर्छु। र भिएन जब क्लिक गर्नुहुन्छ त्यसको बाद तपाईको यस्तो इन्टरफेस खोलिन्छ र यसमा तपाईले डाइरेक्ट यहाँ तल प्लसको आइकन छ, यो प्लसको आइकनमा तपाईले क्लिक गर्नुहोस्। प्लसको आइकनमा क्लिक गरेको बादमा तपाईले फेरि यहाँनेरि न्यू प्रोजेक्ट भनेर लेखेको हुन्छ, यो न्यू प्रोजेक्टलाई तपाईले क्लिक गर्नुहोस्। न्यू प्रोजेक्टलाई क्लिक गरेको बादमा तपाईको यहाँ मुनि अप्सन दिएको हुन्छ, यो तल सेभ ओके गर्ने सेभ गरिदिनुहोस्। त्यसको बाद तपाईको यहाँनेरि ग्यालेरी खुल्छ र यो ग्यालेरीमा तपाईले कुन चाहिँ भिडियो डाउनलोड गरेर राख्नु भएको छ त्यो बनाउनुको लागि है त्यो भिडियोलाई तपाईले सिलेक्ट गर्नुहोस्। जस्तो प्रकारले म एउटा भिडियो सिलेक्ट गर्दैछु तपाईहरुलाई। जस्तो कि मैले यो भिडियो सिलेक्ट गरेर यहाँ नेक्स्टको बटनमा क्लिक गरे। अब जस्तो क्लिक गरे तपाईको भिडियो आउँछ र अब आउँछ तपाईको मेन गेम कि अब की फ्रेम कसरी लगाउनु है। मैले एउटा भिडियो लिएको छु, मेरो आफ्नै भिडियो छ। यो भिडियोलाई म तपाईलाई जुम इन जुम आउट कसरी गर्छ त्यो म एकदम डिटेलमा देखाउँदैछु। हेर्नुस् है राम्रोसँग र तपाईले पनि प्र्याक्टिस गर्नुहोस्। र यसको लागि तपाईले पहिल्यैबाट भिडियो सिलेक्ट गर्नुपर्छ र के तपाईको काट्नुपर्ने कट गर्नुपर्ने छ भने त्यो भागलाई काम नलाग्ने भागलाई कट गरेर तपाईले त्यसलाई स्प्लिट गरिदिनुस्। यो मुनिपट्टि एउटा बटन छ यो कैंचीको, यसलाई क्लिक गरेपछि तपाईको स्प्लिट हुन्छ। त्यसको बादमा जुनपट्टिको चाहिँदैन तपाईले त्यसलाई क्लिक गरेर तपाईले डिलिटको अप्सन आउँछ है, त्यो डिलिटलाई क्लिक गरेपछि तपाईको त्यो नचाहिने अनवान्टेड पार्टहरु कट हुन्छ है। त्यसैले तपाईको लास्टमा जानुस्। लास्टमा गएपछि तपाईको यहाँनेरि एउटा लोगो देखाउँछ जुन चाहिँ भिएन को लोगो हो है। र यो लोगोलाई चाहिँ तपाईले यहाँ क्लिक गरे मुनिपट्टि यहाँनेरि तपाईको डिलिटको बटन छ, यसलाई ओके गरिदिनुस्। क्लिक गरेपछि तपाईको यो काटिन्छ है। र यति गरेपछि तपाईको फेरि अगाडि लिएर आउनुस् स्क्रोल गरेर। र अब चाहिँ भिडियो कसरी की फ्रेम गर्ने म स्टार्ट गर्दैछु, ध्यानले हेर्नुस्। सो र अब तपाईले यो जुन चाहिँ तपाईको भिडियो छ यसलाई क्लिक गरेपछि तपाईको यहाँनेरि चाहिँ की फ्रेम भनेर यहाँ देखाउँछ, रिप्लेस हुन्छ, की फ्रेम भनेको हुन्छ, कर्भ हुन्छ, लक, डुप्लिकेट, डिलिट 5-6 वटा अप्सन दिएको छ। यसमा तपाईले यहाँ की फ्रेम जुन लेख्छ यसलाई क्लिक गर्नुस्। जस्तो क्लिक गर्नुहुन्छ, क्लिक गरेपछि तपाईको यहाँनेरि मुनिपट्टि अटोमेटिक तपाईको भिडियोमा की फ्रेम भनेर यहाँनेरि तपाईको अटोमेटिक आउँछ। हेर्नुस् है, आयो हो। यसको बादमा तपाईले अलिकति भिडियोलाई स्क्रोल गरेर सार्नुहोस्, यहाँसम्म सार्नुहोस् र यहाँसम्म सारेको बादमा तपाईले फेरि भिडियोलाई जुम गर्नुहोस्। जुम गर्नुहोस्, जुम गरेर यो भिडियो मात्रै म अगाडि ल्याउँदैछु है। त्यसको बादमा फेरि भिडियोलाई सार्नुहोस्, फेरि यसलाई जुम आउट गर्नुहोस्। जुम आउट गरेर फेरि पहिलाकै पोजिसनमा ल्याउनुहोस्। ओके, त्यस्तै प्रकारले फेरि यसलाई स्क्रोल गर्नुहोस्। तपाईको अटोमेटिक यो की फ्रेम लाग्दै जान्छ। गर्नुहोस्, फेरि जुम गरेर फेरि यो अर्को भिडियो जुन छ यसलाई जुम गरेर फ्रन्टमा ल्याउनुहोस्। हेर्नुस् है, अगाडि आयो यो। अब फेरि यहाँ तल स्क्रोल गरेर सार्नुहोस्, फेरि त्यसको बादमा सार्नुहोस्। सारेर तपाईले यहाँ आएपछि फेरि की फ्रेम हुन्छ, त्यसलाई फेरि तपाईले जुम इन गर्नुहोस्। फेरि तपाईको यो पहिलाको पोजिसनमा भएर जान्छ। त्यस्तै प्रकारले फेरि यसलाई स्क्रोल गरेर सार्नुहोस्, अगाडि आउँछ। अब अगाडि आएपछि तपाईले फुल भिडियोलाई तपाईले पछाडि जुम गरेर लानुहोस्। फेरि यहाँ तल स्क्रोल गर्नुहोस्, यसलाई फेरि अगाडि जुम गरेर दिनुहोस्। फेरि फाइनलमा स्क्रोल गर्नुहोस्, अझै जुम गरेर अगाडि ल्याउनुहोस्। यति गरेपछि तपाईको की फ्रेमको काम कम्प्लिट भयो है। र अब चाहिँ तपाईको फाइनल राउन्ड हुन्छ। फाइनल राउन्डमा चाहिँ तपाईले यहाँबाट यति गरेपछि चाहिँ ओके डन भयो हो। यति भएपछि चाहिँ तपाईको यो कम्प्लिट भयो काम। अब यहाँबाट सुरुबाट म स्टार्टदेखि तपाईलाई देखाउँछु। हेर्नुस् है, पहिलाको भिडियो आयो, जुम फेरि भएर उता गयो, बराबर आयो। फेरि नेक्स्ट भिडियो मैले ल्याएँ, अगाडि फ्रन्टमा आयो जुम भएर, फेरि ब्याकमा गयो। हेर्नुस् कति राम्रो भयो देख्दैछ भिडियो, देख्नुभयो त। अब मैले दुईटैलाई ल्याएको छु। हेर्नुस् है, ब्याक लगेको छु, भिडियो सर्दैछ, जुम आउट भएछ। अब जुम इन भएर आउँदैछ। हेर्नुस् बिस्तारैसँग नै कति राम्रो देख्यो। हेर्नु भिडियोको लुक्स पनि कति राम्रो, देख्दा पनि राम्रो है। र यस्तो हुन्छ, हेर्नुस् कति राम्रो देख्यो। यो चाहिँ तपाईहरुले पनि एकदम सिक्नुहोस् है।
सोह्रमा तपाईँलाई देखाएँ पनि है। र यो प्रकारले तपाईँले पनि एकपल्ट राम्रोसँगले एउटा भिडियो पहिला बनाउनुहोस्। त्यो भिडियोलाई तपाईँले अपलोड गर्नुहोस् र भिएन कुनै पनि एपमा लगेर तपाईँले भिएन सबभन्दा राम्रो एप हो है। म चाहिँ भिएन नै प्रिफर तपाईँलाई भिएममै सजेस्ट गर्छु। भिएम तपाईँले डाउनलोड गर्नुहोस्। त्यसको बादमा तपाईँले यो भिडियो जुन चाहिँ तपाईँले मन परेको भिडियो छ त्यो भिडियोलाई हालेर एडिट गर्नुहोस् र मैले भनेको प्रकारले तपाईँले भिडियो राम्रोसँग हेर्नुहोस्। एकपल्ट बुझ्नु भएन भने फेरि दुईपल्ट तिनपल्ट हेरेर भए पनि गर्नुहोस्। तपाईँले कन्फर्म गर्नु सक्नुहुन्छ। गरेर एकपल्ट भिडियो बनाउनु त तपाईँको भिडियो यति दामी हुन्छ र तपाईँको फेसबुकमा होस् या युट्युबमा जेमा पनि तपाईँले अपलोड गर्नुहोस् न, दामी भ्युज आउँछ। यो चाहिँ मेरो ग्यारेन्टी हो है। र यही थियो आजको भिडियो, तपाईँहरूलाई एउटा मेन एडिटिङको विषयमा र की फ्रेम कसरी युटिलाइज गर्ने र यसको काम के हो यो विषयमा मैले सर्ट बताइदिएको छु, राम्रो एउटा जानकारी दिएको छु है। तपाईँले एकपल्ट राम्रोसँग हेर्नुहोस् र यदि भिडियो मन पर्यो भने चाहिँ प्लिज सब्सक्राइब गर्नु नभुल्नु होला मेरो युट्युब च्यानललाई, अनि मेरो फेसबुक च्यानललाई फलो गर्नु चाहिँ नभुल्नु होला है। सो थ्याङ्क्स फर वाचिङ माई भिडियो।